हाई, यो चाहिँ हो पार्ट 2। म चाहिँ दाङमा कहाँ कहाँ घुमेँ नयाँ वर्षको दिन भनेर। त्यो पार्ट 1 मा चाहिँ हामीहरू अम्बेश्वरीसम्म घुमेको थियौँ अनि यतिखेर चाहिँ हामीहरू धारापानी घुम्दैछौँ। दाङको धारापानी मन्दिर छ नि त्रिशुल भएको ठाउँ हो, त्यही जाँदैछौँ हामीहरू। सिडी हुँदै जानु पर्थ्यो। यी मान्छेहरू त यति धेरै के कुरै छाडिदिउँ के भनौँ, म त दङ परिरहेको थियो। यति धेरै मान्छे यसरी घुम्न आएको देखेर। त्यो मन्दिर एक्सप्लोर गरेर चाहिँ भोक लागिसकेको थियो। हामीहरू गाडीमा बसेर चटपटी खायौँ अनि खाना गयौँ हामीहरू। खाना चाहिँ ओके थियो, यो तेल मात्रै थियो कि मासुमा मलाई खासै त्यस्तो मन चाहिँ परेन है। मिठो नभए पनि भोक लाग्थ्यो, त्यही भएर खाएँ। अनि त्यसपछि हामीहरू गएको थियौँ बाह्रकुने दाह। अनि हामीहरू चाहिँ एकछिन एक्सप्लोर गऱ्यौँ, घुम्यौँ, यताउता गऱ्यौँ। अनि यो ताल पनि एकदम नै राम्रो थियो, तर बिचको मन्दिर चाहिँ बन्द थियो आजको दिनमा। अनि हामीहरू चाहिँ माछा हेऱ्यौँ, तालहरू हेऱ्यौँ, कस्तो राम्रो यत्रो ठुलो माछाहरू थियो के। त्यसपछि हामी गयौँ अर्को ठाउँमा, गणेश पार्क भन्ने ठाउँमा। अनि यहाँको मान्छे देखेर त मैले अगाडि देखेको त्यहाँ धारापानीमा देखेको मान्छे त केही नै होइन। यहाँको ठाउँ एरिया पनि यति ठुलो थियो कुरै छाडिदिउँ। माथि मान्छेहरू कति धेरै आएको, नो माई गड। अब तिनीहरूमध्ये म पनि एकजना थिएँ, त्यो त छुट्टै कुरा भयो। तैपनि यति धेरै मान्छे के। यहाँ चाहिँ चिडियाघर नै रहेछ के, अस्ट्रिच, अजिङ्गर, अनि त्यसपछि उल, अरू के चराहरू पनि कति धेरै थियो कि। हामीहरू चाहिँ सबैलाई हेर्दै गइरहेको थियौँ। खरायो थियो, मयुरहरू थिए, अनि सबै ठाउँ हेर्दै हिँड्दै घुम्दै गइरहेको थियौँ। शीतल नै थियो, तर हामीहरू त्यो उता लुकेर बसेको थियो कि, त्यही भएर भिडियोमा आएन। अनि यहाँ चाहिँ कस्तो राम्रो गुलाबको फुलहरू थियो। मतलब यहाँ त फुलै फुल पनि थियो, हेर्ने ठाउँ पनि थियो, घुम्ने ठाउँ पनि थियो, तर मान्छेहरू धेरै भएर चाहिँ यति धेरै हुलबुज भइरहेको थियो कि। मैले चाहिँ जति सक्छु त्यति सबै भिडियोहरू चाहिँ क्याप्चर गरेँ जस्तो लाग्छ मलाई। अनि सबै भ्याएर चाहिँ हामीहरू निस्क्यौँ बाहिर। गर्मी भइरहेको थियो, त्यही भएर ड्यु र रेडबुल नि खायौँ। यसको स्पोन्सर नि हाम्रो विकास दाइ नै हो। अनि मैले चाहिँ यस्तो माया गरेर यसलाई कुरमुरी खुवाइरहेको थिएँ। हामीहरू त्यहाँदेखि हिँड्दाखेरि त 7:30 भइसकेको थियो अनि घर पुग्दाखेरि त 9:30-10 बज्न लागिसकेको थियो। सो आजको दिन चाहिँ यसरी बित्यो।